Hello people, hello YouTube, welcome to my vlog. आज चाहिँ हामी जबिलेस आएको राम्रो रहेछ ठाउँ चाहिँ टोयलेटको व्यवस्था पनि छ त्यहाँनिर अनि you don't need to pay for टोयलेटको लागि चाहिँ पैसा तिर्नु पर्दैन तर राम्रो व्यवस्था छ पानी मिल्ने ठाउँ क्याम्पिङ एरिया पछाडि गयो. So you'll have many extra activities like sliding पनि छ त्यहाँनिर अनि जिप फ्लाइङहरु यो साइडबाट वारीपारी गर्ने दामी छ अनि इन्टरनेट पनि युट्युबको पनि आउँदो रहेछ सबै सनराइज यो साइडबाट हुन्छ त्यो भएर यहाँ बस्दाखेरि चाहिँ तपाईको 10-11 सम्म अलिकति घाम आउँदैन त्यो राम्रो लाग्यो तपाईहरु बस्यो भने चाहिँ घाम लागिहाल्छ सिधै त्यहाँ माथि टावर छ अनि हाइकिङ एरियाहरु यो डाँडा हाइकिङ गर्न मिल्छ राम्रो छ ठाउँ गाइस युट्युबलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला. Hello humans, how are you today? आज चाहिँ हामी ईदको हलिडेमा जबिलेस जाँदै छौं. स्वागत छ नयाँ ब्लगमा. तर सामान धेरै भयो गाडीमा अड्दैन भन्ने हामीले लागिरहेको छ त्यो बाहिर धेरै छ. आज र भोलि 2 दिन नै भएको हैन अनि हाम्रो शिव दाइले गाडी चलाउँदै हुनुहुन्छ अनि दरक दाइले मोबाइल हेर्दै हुनुहुन्छ. ललित ब्रो हजुर बसे ठीक छ नि है? ठीक छ ब्रो. ल मेरो दाइ मेरो साथीहरु सबैलाई भ्लगमा स्वागत छ. हामी जाने त्यही माथिको डाँडा हो गाइस आजको चाहिँ हाम्रो डेस्टिनेसन पोइन्ट. हामी चाहिँ आधी बाटो पुगिसक्यौं. अवस्था यस्तो छ. राइसको काख भित्र छिर्दैछौं अनि यहाँबाट चाहिँ तपाईको अलिकति उकालो अनि दामी छ रोडहरु चाहिँ. हाम्रो क्रु चाहिँ एकदमै शान्त हिसाबले हैन. मान्छे छैन आज खासै रोड बिजी छैन मान्छे धेरै छैन होला. हामी मात्रै भए त सही हुन्थ्यो है. So beautiful हैन त दाइ. हामी कहाँ जाँदैछौं भने आज जबिलेस टक्कै यतिको फोटो निकालेर वाव सो हामी चाहिँ यस्तो दामी पाहाडको बिचमा जाँदैछौं. गुड फिल भइरहेछ. राइट पछि चाहिँ गोल्डन सन भइसकेको छ भने हाम्रो अगाडि चाहिँ पुरानो घरहरु जस्तो नि देख्दैछु म यतातिर. अनि यो हे छ हामी पुग्ने चाहिँ त्यो माथिको डाँडा अनि त्यो डाँडाको साइडमा बस्ने हो राति. सो चिसो हुन्छ. अब सी लेभलबाट चाहिँ 1900 समथिङ मिटर रहेछ. So beautiful house. Some massive mountain ahead. अब चाहिँ हामी जाँरा आइसक्यो है. यस्तो चिसो भयो क्या. अब चिसो भइरहेको छ. ट्याक्कै हामी चाहिँ 18-16 सम्म आयो. त्यहाँ हामी बाहिर निस्किनेछौँ खाने पोल्ने खाने. हाम्रो ग्याङ यस्तो दामी ठाउँमा आइपुग्यो होइन. चिसो
समुद्र सतहबाट एकदमै माथि दामी देखेको सनसेट भइरहेछ अनि दरक दाई ललित ब्रदर्स हुडी ओरिसक्नुभयो चिसो भयो अरे पुलिस दाई त्यहाँ बसिरहेको छ अनि एकदमै राम्रो छ यो एलिभेसन चाहिँ यहाँको 1318 मिटर रहेछ हामी चाहिँ दुबईको 1318 मिटर माथि छौँ उठेपछि आयो समयले साथीहरू यहाँ हाम्रो अमितले चाहिँ बारबेक्यू गर्नुको लागि आगो फुक्ने तयारी छ आज खतरा बिबिक्यू हुन्छ हाम्रो बिबिक्यूमा चाहिँ आज खसीको मासु बङ्गुरको मासु अनि खसीको स्पेसल राजखानी कुखुराको पहेटा कुखुराको कुट्टा कुखुराको जन्ते सेफ हो आजको मेन सेफ हेड सेफ उहाँले हायर गर्नुभएको छ मलाई चाहिँ अब मिठो बनाउनु नत्र फायर गर्नु एक लाख दिँदै उनीहरूले तिनजनाले यस्तो बवाल भइरहेको छ बिबिक्यू चाहिँ है यता हाम्रो ब्रदरहरू ब्रो के हो हजुर जहिले फोनमा यार के ब्रो यार जहिले फोनमा क्या ब्रो यार भएन नि त खै हाम्रो ललित ब्रदर जहिले फोनमा बिजी ब्याएर आएपछि यार के हो यता ललित सरले के भन्नुहुन्थ्यो थाहा थियो पहिला यो चाहिँ म आज एउटा कहानी भनौँ कि होइन यथार्थ सुनाउँछु ल त्यो त भन्नु पऱ्यो दाइ मलाई के भन्नुहुन्थ्यो भने टक्क तर दाइ हामी अब घरमा टक्क बसेर त्यही त हो नि बालबच्चालाई एकछिन टाइम दिनु पऱ्यो होइन फोन गऱ्यो अनि ललित सर के अरे कति बिजी हो शिव सर कति साह्रो बिजी हो भन्नुहुन्थ्यो क्या अहिले अब अहिले के भन्ने थाहा छैन क्या हाम्रो 3 गुणा बढी 1 गुणा 2 गुणा कहाँ हो र 3 गुणा बढी अहिले त त्यही त अनि चाहिँ अब यो भन्न खोजेको चाहिँ मैले के हो भन्दाखेरि चाहिँ अब कसरी एक्सपिरियन्स गर्नुहुन्छ अब तपाईँ त्यतिखेरको हाम्रो र अहिले तपाईँको ल भन्नुहोस् त होइन त्यो त अब त्यस्तो हो नि त तपाईँहरूको त अब अहिले के भन्छ नयाँ नयाँ भन्नु खोज्नु भयो त्यही त टाइम भइसक्यो तपाईँको नयाँमा झन् कस्तो होला भनेर सोचिरहेको छु म चाहिँ यो चाहिँ यस्तो यो चाहिँ कस्तो भन्दाखेरि म यसको एक्सपिरियन्स चाहिँ म यसरी दिन्छु क्या तपाईँको कम्प्लिटली एरेन्ज म्यारिज मेरो पनि कम्प्लिटली एरेन्ज म्यारिज दरादाइको पनि कम्प्लिटली एरेन्ज म्यारिज होइन त्यो भइसकेपछि एरेन्जै हो नि अब त्यो भइसकेपछि अब बिहे भएपछि लभ पऱ्यो क्या हाम्रो सबैको टाइम दिनै पऱ्यो होइन तिम्रो केसमा हुँदैन तिम्रो सर्ट हुन्छ जहिले 2-4 मिनट बोले कान्छी भाइ भने सक्यो लभ त्यत्रो पऱ्यो नि त जमानामा तर माया चाहिँ गर्नुपर्छ है बुढीले अति नै फेरि दाइ अब बिबिक्यू चाहिँ खत्रै भयो गाई छ नि यहाँनिर टाउको दुखेर तर म चाहिँ मर्न लागिसक्यो चिसो भएर जबरजस्तको अहिलेको तापक्रम भनेको 6 डिग्री हो यो काट्नु हुँदैछ दाइले चाहिँ काट्नु हुँदैछ आज खानी चाहिँ ललित ब्रो खानुपर्छ धेरै गुड मर्निङ अति निन्द्रा आइरहेको छ बिहान गाई चरो सुतिरहेको छ हेलो गुड मर्निङ हजुर त्यो मेरो घरले बाख्रा आइज त्यो साइड पुरै हिजो हेर्दाखेरि धरान जस्तो देखिँदो रहेछ ओए एउटा भ्लगर भइसकेपछि लाइफ चाहिँ यस्तो हुन्छ है अनि यता मेरो नयाँ ब्याग
हेलो साथीहरू, तपाईहरूलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। यो जबेल जाइसको माथि डाँडाबाट मेरो चाहिँ टाउको दुखेर मर्न लागिरहेको छु। हाई अल्टिट्युड भएर होला जस्तो लागिरहेछ, तर पनि मजा आइरहेछ। इन्जोइङ विथ नेचर। दुबईको यो मरुभूमि जस्तो डाँडामाथि मजा आइरहेछ। इन्जोय गरिदिनु होला भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला है त। सो म चाहिँ अब टोयलेटतिर पुग्न लागिसकेँ। साइक्लिस्ट पनि रहेछ यहाँनिर चाहिँ। चिसो छ, एकदमै चिसोले होला टाउको दुखेर मलाई एकदम गाह्रो भएको छ। एनिवे यहाँबाट चाहिँ त्यो जाई स्लाइड माथि डाँडाबाट स्लाइडबाट आउने ठाउँहरू यहाँनिर टोयलेट छ भन्न सक्नुहुन्छ। सफा भइरहेको छ अहिले चाहिँ। गाइजहरू होइन, अनि नेपालको रिसेन्ट न्युज चाहिँ हो। बधाई छ राजावादीहरूलाई। हामी चाहिँ रैती मेरो सिक्रेट नै लुटो गाई 3.5 तोलाको दियो। के गर्ने अब, होसै भएन। मेरो 3.5 तोलाको सिक्रेट लुट्यो नि। हाम्रो छोटो जिन्दगीमा हाम्रो धेरै लामो सम्झनाहरू हामी बनाउँदैछौँ। आजको वनभोज कार्यक्रममा मेन सेफ चाहिँ हाम्रो सिद्धा, अनि मेन डिस चाहिँ उयो बोकाको बल्स, अनि यो स्पेसल चाहिँ फर नयाँ बेहुला। पुरानो बेहुला भयो यार। आई एम सो ह्याप्पी टु से मिस्टर ललित गट म्यारिड एन्ड नयाँ बेहुला। अब अर्को हाम्रो ग्रुपमा अर्को मान्छेले बिहा नगरिन्जेलसम्म त नयाँ बेहुला। अनि हाम्रो दरक दाई सबैभन्दा पुरानो बेहुला दरक दाई, त्यस पछाडि शिव दाई, त्यसपछि म। टमेटो ओनियन्सहरूलाई चप हान्दै हुनुहुन्छ भने अलिकति धनियाँ चाहिँ सबै एकैचोटि काट्दा हुन्छ। भात पाक्दैछ। यो केमा हाल्ने? है दामी। त्यो एकचोटि पकाउने के भात सेलाउँछ, त्यो तात्छ। हाम्रो 4 जनाको ग्रुपले मासु रेडी छ यहाँ। मासु त एक्सरसाइज। कम अन गाइस, कम्मर हल्लाउँ न लु। यस्तो पनि होइन। यो चाहिँ दामी लाग्यो। त्यो ठिक छ। यो चाहिँ अलिकति एक्सरसाइज बबालै हुन्छ नि त। How do you feel? So fresh. Cheers. Happy picnic, huh? Happy picnic 2025. 2025. Simple, होइन? म एक बाइट हान्छु ल गाइस। हामीले पनि अब हाम्रो आफ्नै सम्बन्ध बनाएर चलाउँछ। हामी चाहिँ त्यसो भए अहिले 1 सालबाट सुरु गर्नु न त। चिसो हावा चल्छ नि त। चिकन पनि हाल्ने एक पिस यही खाएको बेलामा गर्नु होइन। पर्दैन। ल हामी खान्छौँ ल गाइस, डिस्टर्ब नहुनु ल हामीलाई। ओके। सो अब अर्को हाम्रो डेस्टिनेसन भनेको त्यो माथिको डाँडा हुन्छ। It will take I think 30 minutes. हाम्रो ललित Brother and me we're moving to that top of the Jais mountain, and the brother Yeah, for sure. Just getting ready. this hike जाने हो यो चाहिँ। Yeah, this one. Okay. Some of our lazy friends were sleeping somewhere there. Yes. So they are dreaming and they don't know what we're gonna do and what we are going to do. The punishment will be there. We will come late and we'll call them and ask them pack up all the stuff and put in the car. We are going to be late to back home.
It's a good idea, probably. Against people, a lot of work. Yeah. Seriously? त्यही त हामी सबै आउनुपर्ने थियो है Yeah, We're supposed to come together. We should have come yesterday. Yes. So now we finally reached to the top of the mountain. Zeiss bike races को नाम चाहिँ यही हो त्यहाँ माथि गएर ट्रिङ गर्दै जानु. So हामी पार्किङ एरियातिरबाट जानेछौँ यतातिर अनि हामी राइट उकालो सानो पुल तरेर इट्स एब्सोल्युटली फ्री अफ कस्ट है यो ठाउँ आउन चाहिँ. स्टिप छ होइन यहाँ चाहिँ यसले क्या फोक्सो फुलाउने चाहिँ ललित ब्रो फोक्सो फुलाउने चाहिँ हो क्या अब अलिक 1 किलोमिटर 2 किलोमिटर 3 4 किलोमिटर रहेछ. स्क्यान गरेर पनि त्यसमा भेट्न सक्नुहुन्छ. भोलितिर यस्तो देख्छ ए जाइस माउन्टेन. What an amazing view, right? त्यहाँ माथिबाट प्यारासुट नाम थाल्ने हो. यहाँ माथि यहाँ वरसम्म जानु मिल्छ कि. सो यहाँ त गाइस कस्तो स्टिप ओह्रालो छ तल अनि त्यो गाउँतिर बस्ने मान्छेहरूले कस्तो रमाइलो होला कि है ब्रदर. हामी चाहिँ हाम्रो त यहाँको भिलेज लाइफ यहाँको भिलेज लाइफ यही होला बट भेरी डिफ्रेन्ट पर्सपेक्टिभमा यहाँको धेरै कुराको सुविधा तर हाम्रो गाउँतिरको त्यस्तै हो. यहाँ भनेको 10 मिनट्समा सबै कुरा हुन्छ. दुःख लाग्दो कुरो त्यहाँनिर छ. सो हामी पिकसम्म जाउँ माथि. त्यो साइड अमेजिङ अर्कै देख्छ त्यो साइड अमेजिङ अर्कै देख्छ. यस्तो मान्छेसँग खिच्न अझ पल्लो चाहिँ अल्गो जस्तो छ है. कति रहेछ यहाँको एलिभेसन 1532 मिटर फ्रम द सी लेभल. समुद्रहरू छ अमेजिङ. यस्तो उकालो देखिने मात्र त्यहाँबाट यहाँसम्मको उचाइ भनेको 1532 मिटर. सो अब हामी यहाँबाट ओह्रालो झर्दैछौँ. सनसेट चाहिँ दामी हुने बेला भएको थियो तर अलिक टाइम नभएकोले हामी फर्किहाल्नुपर्ने हो. त एपिक लुक देखेको यो ठाउँमा त है ब्रो. ओ माई गड ढुङ्गाहरू माथि गएर काटेर बनाएको थियो है. अब चाहिँ हामी घर जान लाग्यो 2 दिनको बसे पछाडि. अब म उठाइदिन्छु अनि घर जाने. सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला युट्युबमा है त गाइस. कसो होला दाइ के नअटेको हामीले यो सिट के गरेको थियो त्यस्तै हो उठान पारे छाडे थियो. एकपट्टिको सिटै सुताएको थियो. अब जान रेडी भइसक्यो अनि हामी जान अघि ठाउँ चाहिँ क्लिन भइसक्यो. हामी बसेको ठाउँ क्लियर भयो नि त ब्रदर. वाइप आउट ऑल द सीट्स एन्ड गोइङ होम. अब हामी घर जान लाग्यो. साबुन चाहिँ चाहिन्छ. सो यहाँनिर चाहिँ नाइट भइसकेको छ अनि बाइकर्स पनि आउँदो रहेछ धेरै. आज चाहिँ हामी फर्किने दिन हो तर आज चाहिँ धेरै मान्छे भिड भइसक्यो. यहाँबाट चाहिँ
लाइक धरान जस्तो देख्छ कि धरान जस्तो देख्छ भेरेटारबाट देखिने धरान जस्तो देख्छ यहाँबाट चाहिँ र सबैजना सिटी यो सबै यो बारहरू छ ओके सी यू गाइस इन नेक्स्ट भिडियो तपाईँहरूको सपोर्ट चाहिन्छ मलाई धेरै नै त्यस्तै दामी भिडियोहरू हेर्नको लागि चाहिँ है सो थ्याङ्क यू फर वाचिङ हाम्रो गाडी रेडी छ दाइ लेट्स गो गाइस लेट्स गो